साथीहरू नमस्कार। विवश विष्ट युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। खरिदारको तेस्रो पत्रको खण्ड क मा सार्वजनिक व्यवस्थापन छ। त्यसको पनि पहिलो टपिक निजामती सेवा छ। त्यही निजामती सेवा अन्तर्गतका विषयवस्तु समेटेर हामीले भाग 1, भाग 2 र भाग 3 गरेर तीनवटा भाग 1 र भाग 2 गरेर दुईवटा लिएका छौं भने आज भाग तेस्रो पाठ हो। यसर्थ तपाईहरुले यो निजामती सेवाको अध्ययन गर्नको लागि तपाईले भाग 1 र भाग 2 पनि हेर्नु होला। भिडियो हाम्रो युट्युब च्यानल को भिडियोजमा छ, गरी हेर्नु होला। हामीले पदपूर्ति सम्म अध्ययन गरेका थियौं। पदपूर्तिको र आन्तरिक पदपूर्ति सम्म अध्ययन गरेका थियौं। पदपूर्ति दुई प्रकारको हुन्छ, एउटा आन्तरिक पदपूर्ति, अर्को चाहिँ बाह्य पदपूर्ति हुन्छ भनेर हामीले अध्ययन गरेका थियौं। र अब आज हामी सुरु गर्छौं बाह्य पदपूर्तिको विषयमा। बाह्य पदपूर्ति भनेको तोकिएको योग्यता पुगेका व्यक्तिबाट दरखास्त आह्वान गरी प्रतिस्पर्धात्मक माध्यमबाट उपयुक्त उम्मेदवारको छनौट गर्ने पद्धतिलाई बाह्य पदपूर्ति भनिन्छ। यो सकारात्मक र नकारात्मक गरी दुई प्रकारको हुन्छ। बाह्य पदपूर्तिका सबल पक्षहरू र दुर्बल पक्षहरू के हुन् भनेर परीक्षामा आउन सक्छ। यो एकदमै महत्त्वपूर्ण छ, यसर्थ यी प्वाइन्टहरू तपाईहरुले जान्नु आवश्यक हुन्छ। बाह्य पदपूर्तिका सबल पक्षहरू हामीले हेर्छौं, त्यसपछि दुर्बल पक्षहरू हेरौंला। सबल पक्ष अन्तर्गत संगठनमा नवरत्न सञ्चार भनेको बाह्य पदपूर्ति के हो त? संगठनको एउटा नवरत्न सञ्चार हो। अर्को गुणस्तर जनशक्ति प्राप्तिको आधार हो। एउटा गुणस्तर जनशक्तिको प्राप्ति, योग्यता प्रणालीको कदर हुन्छ, परिवर्तन व्यवस्थापनमा सहज, उपयुक्त पदमा उपयुक्त व्यक्ति, वस्तुनिष्ठ छनौट, समावेशीकरण गर्न सम्भव, कर्मचारी आत्मविश्वास। यी पोइन्टहरू तपाईले जान्नु भएमा अति महत्त्वपूर्ण रहेको कारणले गर्दा अति राम्रो हुन्छ। अर्को दुर्बल पक्ष अन्तर्गत कुन कुन पोइन्टहरू पर्छन् भन्ने कुरा हो। दुर्बल भनेको खराब पक्षहरू, जस्तो बाह्य पदपूर्ति भनेको बढी खर्चिलो हुन्छ, समय बढी लाग्न सक्छ, यस्तो खालको प्रणाली हो। अर्को समायोजनमा कठिनाइ, अर्को इमानदारीता माथिको प्रश्न, वृत्ति विकासमा अनिश्चितता, अनुशासनमा समस्या, कामभन्दा वृद्धि विकासमा केन्द्रित कर्मचारी र अन्तिममा संगठनको प्रतिष्ठामा वृद्धि तपाईहरुले लेख्न सक्नुहुन्छ। अब हामी हेर्छौं नेपालको निजामती सेवामा पदपूर्तिको तरिका कुन कुन तरिकाबाट नेपालमा निजामती सेवाको पदपूर्ति हुन्छ भन्ने कुरा तपाईले जान्न आवश्यक हुन्छ। निजामती सेवामा आन्तरिक र बाह्य दुवै तरिकाबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ। निजामती सेवा ऐन 2049 को दफा 19 अनुसार चाहिँ के हुन्छ त भन्दाखेरि मुख्य सचिवको पदमा नेपाल सरकारले बहालवाला सचिवहरू मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा बढुवाउँछ अथवा पदपूर्ति हुन्छ है। अर्को निजामती सेवाको आन्तरिक र बाह्य दुवै तरिकाबाट पदपूर्ति गर्दै गर्दा सचिव वा सोसरको रिक्त पदमा बढुवा समितिले रिक्त पदको तेब्बर संख्यामा सिफारिस गरेका उम्मेदवारहरू मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्ने व्यवस्था रहेको छ भनेर अध्ययन गर्न सकिन्छ। अर्को छ ऐनको दफा 7 अनुसार मुख्य सचिव र सचिव बाहेकका पदमा चाहिँ देहाय बमोजिमको पदपूर्ति हुने व्यवस्था रहेको छ। जस्तो श्रेणीविहीनमा दुई तरिका हुन्छ, एउटा खुल्ला प्रतियोगिता, अर्को बढुवा हुन्छ। बढुवा पनि तीन प्रकारको, आन्तरिक प्रतियोगिता, कार्य क्षमता मूल्याङ्कन, अर्को ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कन यो हुन्छ। श्रेणीविहीनमा 100% के हुन्छ त खुल्ला हुन्छ, 100% खुल्ला श्रेणीविहीनमा।
राजपत्र अनङ्कित द्वितीय श्रेणीमा 70% खुल्ला हुन्छ अनि बाँकी 30% बढुवाबाट हुन्छ। बढुवाको पनि 30% अन्तर्गत 20% आन्तरिक प्रतियोगिताबाट हुन्छ भने 10% ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनबाट हुन्छ। यो कुरा जान्नु पर्यो। अर्को राजपत्र अनङ्कित प्रथम श्रेणी हो, यहाँनिर मिस्टेक भएको छ है साथीहरु, यसमा प्रथम हुनुपर्छ। राजपत्र अनङ्कित प्रथम श्रेणीमा चाहिँ के हो त भन्दाखेरि 40% खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुन्छ भने बाँकी कति 60% बढुवाबाट हुन्छ। 60 को पनि 20% चाहिँ कार्यक्षमता मूल्याङ्कनबाट बढुवा हुन्छ भने 40% चाहिँ ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनबाट बढुवा हुन्छ भन्ने कुरा जान्नुभयो। राजपत्राङ्कित तृतीय श्रेणीको 70% चाहिँ खुल्लाबाट हुन्छ भने बाँकी 30% बढुवा हुन्छ। बढुवा अन्तर्गत पनि ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनबाट बढुवा आउने गर्दछ। राजपत्राङ्कित द्वितीय श्रेणीमा चाहिँ 10% खुल्ला अनि बाँकी कति प्रतिशत त भन्दाखेरि 90% बढुवाबाट हुन्छ। 90% अन्तर्गत पनि 20% आन्तरिक प्रतियोगिता हुन्छ, 35% कार्यक्षमता मूल्याङ्कनबाट बढुवा हुन्छ, अर्को 35% ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनबाट बढुवा हुन्छ। यो कुरा जान्नु पर्यो साथीहरु। र राजपत्र अनङ्कित प्रथम श्रेणीमा 10% खुल्लाबाट हुन्छ, आन्तरिक प्रतियोगितामा 20% बाट बढुवा हुन्छ भने कार्यक्षमता मूल्याङ्कनबाट 35% बढुवा हुन्छ र ज्येष्ठता कार्य सम्पादन मूल्याङ्कनबाट 35% बढुवा हुन्छ। नोटमा के छ त खुल्लातर्फको जम्मा पदको 45% सिट आरक्षको लागि छुट्याइएको हुन्छ। यो चाहिँ केमा खुल्ला प्रतियोगितामा मात्र हो भन्ने कुरा जान्नु पर्यो। नेपालको निजामती सेवाको पदपूर्ति प्रक्रिया वार्षिक कार्यतालिका प्रकाशन। एउटा के हो त वार्षिक कार्यतालिका प्रकाशन, रिक्त पदको माग संकलन, त्यसैगरी प्रतिशत निर्धारण, त्यसैगरी विज्ञापन प्रकाशन, त्यसैगरी दरखास्त संकलन र छानबिन, प्रश्नपत्र निर्माण र परिमार्जन र अन्तिम रूप, त्यसैगरी परीक्षा सञ्चालन। विभिन्न चरणमा चाहिँ परीक्षा सञ्चालन हुन्छ। त्यसपछि के हुन्छ त उत्तर पुस्तिका परीक्षण हुन्छ। त्यसपछि नतिजा प्रकाशन हुन्छ। नतिजा प्रकाशन भएपछि अन्तर्वार्ता सञ्चालन हुन्छ। अन्तर्वार्ता सञ्चालन भएपछि योग्यता क्रम अनुसार सूचना प्रकाशन अथवा त्यो प्रकाशन हुन्छ। त्यसैगरी नियुक्तिका लागि सिफारिस दिइन्छ अनि सेवा प्रवेश तालिम हुन्छ अनि पदस्थापन हुन्छ कार्यालयमा गएर। साथीहरु यो कुरा जान्नु पर्यो। त्यसैगरी अर्को छ नेपालको निजामती सेवामा पदपूर्तिको विशेषता हेरौं। वार्षिक कार्यतालिकाका आधारमा नियमित पदपूर्ति, योग्यता प्रणालीमा आधारित भर्ना प्रणाली, लिखित मौखिक र प्रयोगात्मक परीक्षाको व्यवस्था, एकीकृत परीक्षा प्रणाली, निष्पक्ष प्रतिस्पर्धात्मक छनौट प्रणाली, नकारात्मक भर्ना प्रणाली, खुला प्रतियोगितामा आरक्षणको व्यवस्था, बाह्य र आन्तरिक दुवै तरिका अवलम्बन। एकदमै महत्त्वपूर्ण पोइन्ट हुने साथीहरु, त्यसैले अध्ययन गर्नु होला। नेपालको निजामती सेवाका पदपूर्तिका विशेषताहरु लेख्नुहोस् भन्नु भने पोइन्टहरु लेख्नु भयो भने अति राम्रो हुनेछ। त्यसैगरी अर्को हेर्छौं हामी नेपालको निजामती सेवामा भर्ना सम्बन्धी विद्यमान समस्याहरु के छन्। यो समस्याहरु हेरौं। मानव संसाधन योजनाको अभावमा कर्मचारी आवश्यकताको प्रक्षेपण र सोही अनुरूप मानव संसाधन विकासमा कठिन हुनु एउटा पोइन्ट। अर्को दरबन्दी सिर्जना र स्वीकृतिका लागि स्वीकार्य आधार नहुनु अर्को पोइन्ट हो साथीहरु। अर्को पोइन्ट व्यवस्थापन परीक्षण प्रभावकारी बन्न नसक्नु। अर्को पद रिक्त हुनासाथ लोकसेवा आयोगमा सूचना दिने व्यवस्था कार्यान्वयन नहुनु भनेको रिक्त पदहरु लुकाउनु। आवेदनको लागि सबैको पहुँच सहज नहुनु।
त्यसैगरी परीक्षण विधि व्यक्तिको क्षमता भन्दा पनि सूचनाको जाँच गर्ने नहुनु, क्षेत्रगत जनशक्ति व्यवस्थापन योजना समेत नहुनु, पाठ्यक्रम व्यावहारिक भन्दा पनि बढी प्राज्ञिक प्रकृतिका हुनु, नकारात्मक भर्ना नीति अवलम्बन गरिनु, त्यसैगरी पाठ्यक्रम र परीक्षा प्रणालीमा निरन्तर सुधार नहुनु। अर्को छ पदपूर्ति सम्बन्धमा स्पष्ट नीति र स्थिर नीतिको अभाव हुनु। यी कुराहरू अति महत्त्वपूर्ण हुन् साथीहरू, त्यसैले अध्ययन गर्न नबिर्सिनु होला। र आजका लागि हामीले त्यसका समाधानका उपाय पनि तिनीलाई उल्टाइदिने हो, त्यही समाधान पढ्छौँ, त्यसपछि आजको भाग यही अन्त्य गर्नेछौँ। समाधानका उपायहरू यी समस्याहरूलाई चाहिँ तपाईँ समस्या जान्नुभयो भने समाधान जान्न अति सहज हुनेछ। त्यसैले समस्या जानेपछि समाधान त्यसैलाई मिलाएर लेख्नु होला। यद्यपि हेर्नुहोस्, मानव संसाधनको योजना तर्जुमा गरी माग र पूर्तिको प्रक्षेपणका आधारमा दीर्घकालीन, मध्यकालीन र अल्पकालीन पदपूर्ति नीति तय गरी लागू गर्ने। अर्को कर्मचारी सूचना प्रणाली अध्यावधिक तुल्याइ पदपूर्तिसँग यसको सङ्गति कायम गर्ने। निजामती किताबखानालाई स्रोत साधन, प्रविधि र जनशक्तिका दृष्टिले सशक्त तुल्याउने। कर्मचारी प्रशासनका केन्द्रीय र सञ्चालन निकाय बीच आपसिक सहजीकरण र समन्वयात्मक भूमिका निर्वाह गर्ने। पदपूर्तिमा सकारात्मक भर्ना प्रणाली समेत अवलम्बन गर्ने। लोकसेवा आयोगमा राजनीतिक गुणको गुन्जास्य नदिने। लोकसेवा आयोगलाई स्रोत साधन र प्रविधिको सशक्त र सम्पन्न बनाउने। छनौट परीक्षा र पाठ्यक्रममा निरन्तर परिमार्जन गर्दै लैजाने। अन्तर्वार्ताकारहरू रूपमा विशेषज्ञता विकास गर्न तालिमको व्यवस्था गर्ने। अन्तर्वार्ताकारहरूलाई चाहिँ विशेष तालिमको व्यवस्था गर्ने। कार्य सम्पादन मूल्याङ्कनलाई चाहिँ वैज्ञानिक र वस्तुपरक तुल्याउने। पदस्थापन गर्दा योग्यता, तालिम, अनुभव र रुचिलाई ध्यान दिने। यो कुरा जान्नु आवश्यक हुन्छ साथीहरू। यो छुट्यो होला साथीहरू। परीक्षण विधिको भ्यालिडिटी टेस्ट र निरन्तर सुधार पुनरावलोकन गरिनु, यो कुरा अति महत्त्वपूर्ण हो साथीहरू। आजका लागि यति गरौँ है। यो भाग कस्तो लाग्यो कृपया तपाईँले यसैलाई नोट लेखेर अझ तपाईँले आफ्नै ढङ्गबाट अध्ययन गर्नुभयो भने चाहिँ एकदमै महत्त्वपूर्ण, एकदमै राम्रो हुनेछ है। अध्ययन गरेको महत्त्वपूर्ण रूपमा तपाईँले ज्ञान आर्जन गर्न सक्नुहुनेछ। यसै कुरालाई तपाईँले के गर्न सक्नुहुन्छ त भन्दाखेरि तपाईँले आफ्नै ढङ्गबाट लेखेर नोट बनाएर अध्ययन गर्नुभयो भने अझ प्रभावकारी हुनेछ साथीहरू। त्यसैले त्यो कुरालाई पनि मनन गर्नुहोला है। खरिदारको अध्ययन गर्दै गर्नुभएको छ भने तपाईँको त्यो सफलता छिट्टै मिलोस्, हामी त्यही चाहन्छौँ। तपाईँको सफलता नै हाम्रो सफलता हो। त्यसैले हामीलाई सपोर्ट गर्नुहोला, हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। अब तपाईँसँगै हामी हुनेछौँ है। त्यसर्थ तपाईँले हाम्रो च्यानललाई यति सहयोग गरिदिनु होला, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। र अर्को भाग 4 लिएर आउनेछु। यसको भाग 4 मैले यहाँनिर छ, आचरण लिएर आउनेछु। यसर्थ तपाईँहरू त्यो हाम्रो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि दबाउनु भयो नि च्यानल त्यो भिडियो कहिले आउँछ पक्कै पनि थाहा हुनेछ। हुन्छ, आजलाई यति गरौँ। अध्ययन गर्दै गर्नुहोला। तपाईँको बाँकी दिन, बाँकी समय शुभ रहोस्। हस्, धेरै धेरै धन्यवाद।